welcome back to my channel. I am Siddhartha and I'm back again with a new video. So guys, by the title and thumbnail थाहा पाउनु भयो होला मैले के गर्न चाहदैछु। मेरो कलेज लाइफको अब सेकेन्ड लास्ट फिल्ड भिजिट मेबी ब्याक टु ब्याक छ, भोलि पनि फिल्ड भिजिट्स हुने कुरो छ, बट आज स्टुडेन्ट्स आयो भने भोलि हुन्छ, नत्र टुमारो इज क्यान्सल। एन्ड गाइज इट्स द थर्ड लास्ट डे अफ माई कलेज। आज वेन्सडे हो, फ्राइडे इज द लास्ट डे अफ माई कलेज गाइज। फाइनली कलेज पनि सकिन लाग्यो अनि इट्स द ह्याप्पी एन्ड कस्तो मिक्स इमोसनहरूवाला मोमेन्ट हुँदो रहेछ कोही बेला चाहिँ। अब मेरो स्कुल लाइफको कुरा गर्ने भने स्कुल लाइफ वाजन्ट द्याट ग्रेट। मलाई स्कुल लाइफको लास्टतिर कहिले सकेला ढुक्क होला जस्तो फिल भएको थियो, बट कलेजमा आई मेड जेन्युन फ्रेन्ड्स। अनि स्कुलमा पनि थिए एक दुईजना, अहिले पनि छन्, तिनीहरू टचमै छन् मसँग। एउटा त मेरो कलेजमा पढ्छ, एउटा चाहिँ अर्कै कलेजमा छ, बट कलेजमा चाहिँ आई मेड जेन्युन फ्रेन्ड्स। अनि यस्तै हो, अब धेरै सेन्टी कुरा नगरौँ फेरि सेन्टी भइन्छ। अनि आज चाहिँ फिल्ड भिजिट हो अनि त्यसकै ब्लग बनाउँदैछु म। अनि मैले कन्टेन्ट नबनाएको थुप्रै भइसक्यो। यस, अनि अब बिस्तारै बिस्तारै बोर्ड्स आउँछ। अनि आज हो फागुनको 21 गते। यस, ओके, अब म चाहिँ सिधै अब कति बेला ब्लग गर्छु आई डोन्ट नो। अब चाहिँ आई निड टु इट माई लन्च अनि त्यसपछि म नुहाइधुवाइ गर्छु अनि ड्रेस लाउँछु अनि जान्छु। यस गाइज, अनि मम्मीले आज टिका लगाइदिनु भएको थियो मलाई, सो त्यो टिका पनि छ। ओके, म धेरै बोलेँ, अब एकछिनमा भेटौँला। किप वाचिङ। नमस्ते, के भन्दियो? भन के भन्नु होला? म अन्सु। हेलो हेलो, ओइ क्यामेरा बिग्रियो। हेलो नाको दुख मात्र आउँदैन। यादमा फोटो फोटो वाह वाह यादमा तड्किदियो हुन्छ। हामी एउटा रुममा दुईजना बस्छौँ, किनभने हामी चारजना चाहिँ बस्छौँ। तपाईँ आउनुभयो जस्तै हाम्रो सम्पर्क अफिस हो र यहाँबाट हामी तपाईँहरूलाई आइसकेपछि हामीले एउटा डिभाइड गर्छौँ घरमा र कुनै एउटा स्कुलको विद्यार्थीले त कपी गर्न सिक्नु। यसले गर्दाखेरि सामुदायिक भावना बोकेर प्रायः सरकारी कर्मचारी उहाँको दुई खर्च गरेर दुई सामुदायिक काम गर्दै भिडियो गरे नि डोन्ट डिस्टर्ब। अघि कस्तो राम्रो गरेको के वा। एक्सक्युज मी सिस्टर्स। नमस्ते गाइज, मेरो ब्लग एक कता यस्तो मेरो थुतुनो देखाउँ त मैले। चले सोफिया, मेरो त केही परिचय नै। सोफिया द प्रिन्स, फर्स्ट प्रिन्सेस। यिनी अलि काम लाउने छैन। यो आयुषमा, यो त्यस्तै हो। दिशा, सुस्तिका, ओ 360 वाउ 180 भयो। वाउ हालै ल म भन्छु रोक्ने एकछिन न चल। नमस्कार, हामी भर्खर ठाउँ के अरे पिपल के हो भन्न भन् छिटो भन्। नमस्कार दर्शकबिनहरु, हामी पिप्रहरका छौँ है।
यता भित्र पनि यता हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम राम्रो छ धन्यवाद मेरो यति नै हो ल धन्यवाद पाइन्छ यहाँ चाहिँ फोटोसुट हुँदैछ कसैको राम्री मान्छेको फोटोसुट हुँदैछ यहाँ चाहिँ फोटोग्राफर द आर्टिस्ट नेपालको भ्लगर अफ द इयर चुप्लाक Siddharth. Yo, what's up guys, and you are welcome to our new vlog. फोटोसुट हुँदैछ है न्यौपाने नमस्कार म भाग्य न्यौपाने तपाईहरुलाई स्वागत छ मेरो यो भ्लगमा तपाई एकदमै तपाई ठट्टा गर्दै हुनुहुन्छ को आमा छोरी हो हेलो यो हुन पर्यो फेरि मलाई मार्दिन्छु नि ओके ल बाइ 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 अहिले भेटौँ ल बाइ अब चाहिँ नेक्स्ट डेस्टिनेसन सीजी हो सीजी चौधरी ग्रुप सो गाइज हामी चाहिँ खाना बट अनफर्चुनेटली मैले खाना मिल्दैन बिकज आई एम सिक हजुर ए ल ल ल यहाँ चाहिँ डान्स चलेर द आर्टिस्ट मैले नि बनाउन छ ओके एकछिनमा भेटौँ ल हेलो चियर्स 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 धन्यवाद छैन फेरि चियर्स भन्छ कि चियर्स कहाँ गएको थियो अघि म्याडम हामी त भिडियो बनाउन गएको नो नो म दिन्दिन प्लिज प्लिज भोलि हाल्छु भोलि पनि हाल्छु हेलो प्रिटी गर्ल्स ओइ बुट्टे बुट्टे बनाऊ मैले हाम्रो 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 भुट्टु चाहिँ एकदमै ठुलो टिकटकर हो त्यो इत्रु मान्छे इत्रुमा अटाइहाल्छ ठाउँ चाहिँ कस्तो राम्रो क्या पिस त्यो सैनिक डाल डालो अझै हिँड्नुपर्छ अलिअलि आइसक्यो त्यही हो उहाँ हो फोटो भिडियो झ्याप्पै गर्दा मेरो के फुलको
अभिषेक हामी चाहिँ हाम्रो क्लासको राम्रो केटीहरू आफ्नो तालिम आफैले रानीको घोडा गरेर राजाको पानी है गाइजहरु राजाको पानी दामी के कसरी अड्डा होला नि सही अड्डा के टेक्निक्स इन्जिनियरिङ चाहिँ दामी गरे थकेला यार तर थकेला नि यो प्लेस चाहिँ वर्थ इट दियालो बंगला मस्ट कम 30 वर्ष हो कति वर्षदेखि बन्द थियो यस म त गाइड जस्तो भए आज थकेला अब चाहिँ टाइम टु गो टु कलेज अनि प्लस पोइन्ट हाम्रो भोलि पनि फिल्ड भिजिट छ यस हाम्रो भोलि पनि फिल्ड भिजिट छ ब्लगर जताततै ब्लगर कस्तो टल्केको टल्केको कि अनुहार टिलिक्क टल्केको हेलो म एकदम पेसेन्स भएको मान्छे हो अब सेट तारिफ गरेर ल के भन्यो फेरि भनौँ त हाम्रो सोफिया यति राम्री छिन् मैले यति राम्री हो तर मान्छे गाइज सी सिंगल है छैन है बोयफ्रेन्ड मेरो बोयफ्रेन्ड हामी यति धेरै तिनहरु यताको back to home now let's go no सिलिन्डर बाहिर राखेर चाहिँ छुट्टी भइसक्यो कम्प्युटर ल्याबबाट सिलिन्डर लगेछ सो गाइज म चाहिँ घर आइसकेँ अनि बिहान जहाँबाट स्टार्ट गर्थेँ त्यहीँबाट एन्ड गर्न लाउँ मैले भिडियो चाहिँ लामो नै भएको छ अनि हामी चाहिँ दुईवटा ठाउँमा गएको थियो नि त अनि सो प्लस हाम्रो भोलि पनि फिल्ड भिजिट छ सो यस त्यही हो सो विथ दिस वी कम टु एन एन्ड टु दिस भिडियो मम्मी भयो कि सो विथ दिस वी कम टु एन एन्ड टु दिस भिडियो आई होप हजुरहरूलाई भिडियो मन पऱ्यो भने आश गर्छु यदि मन परेमा मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जानु होला आई विल मेट यु भेरी सुन टिल देन स्टे ह्याप्पी थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई सी यू भोलिको अर्को फिल्ड ट्रिपमा